सानोमा हामीले गुड्डीलाई उडाउँथ्यौँ नि होइन, हिन्दीमा पतङ भन्छ जसलाई, सबैले एकपल्ट उडाएकै होला। त्यो गुड्डीलाई आकाशमा हामीले तबसम्म उडाउन सक्छौँ जबसम्म त्यो गुड्डी हाम्रो नियन्त्रणमा हुन्छ, त्यो गुड्डीको धागो हाम्रो नियन्त्रणमा हुन्छ। तर जब एकपल्ट त्यो गुड्डी आकाशमा धेरै टाढो धेरै माथि उड्नु थाल्छ, जब त्यो गुड्डीको नियन्त्रण हाम्रो हातमा हुँदैन, तब त्यो गुड्डीलाई हामीले सम्हाल्नु सक्दैनौँ। जति सम्हाल्नु खोज्छौँ त्यति त्यो गुड्डीको धागो अल्झिँदै जान्छ क्या, किनकि अब त्यो गुड्डीको कन्ट्रोल तिम्रो हातमा छैन। हाम्रो जीवनमा पनि कतिजना त्यस्तै हुन्छ क्या, हाम्रो रिलेसनसिपतिर होइन, जबसम्म हामीसँग हुन्छ तबसम्म सबै ठिकै हुन्छ, तर जब एकपल्ट हाम्रो नियन्त्रणदेखि बाहिर उड्नु थाल्छ, रिलेसनसिपको बााउन्ड्रीदेखि बाहिर उड्नु थाल्छ, तब जति नै गर्दा पनि हामीले उनीहरूलाई सम्हाल्नु सक्दैनौँ, बचाउनु सक्दैनौँ। त्यसैले चाहे गुड्डी होस् या कुनै रिलेसनसिप होस् होइन, हाम्रो नियन्त्रणदेखि बाहिर, आफ्नो रिलेसनसिपको बााउन्ड्रीदेखि बाहिर जब उड्नु थाल्छ, तब त्यो धागोलाई चुडाउनु बाहेक अरू केही पनि उपाय रहँदैन हाम्रोमा होइन।